ए मामा ब्राजिल र पोर्चुगल भने हारिहाल्यो अब कसले जित्छ जस्तो लाग्छ त मामालाई अनि भान्जा यार कस्तो ब्याड लक है केटाहरूको छ नेमारको पनि लास्ट वर्ल्ड कप भयो अनि पोर्चुगल के अरे रोनाल्डोको पनि लास्ट वर्ल्ड कप भयो भने मामा 2026 को वर्ल्ड कप कसले जित्छ जस्तो लाग्छ त मामालाई तेरेका भन्छ तिमी त्यति पनि थाहा छैन लाटिनाले जित्छ नि भन्छ त्यो लाटिनाले जित्छ नि भन्छ लायन मसी भन्ने छ नि त्यो यस्तो खतरा प्लेयर भन्छ त्यो लायन मसीले जित्छ नि भन्छ अनि भन्छ तिमी चाहिँ कसको फ्यान हुने हो भन्छ तिमीलाई चाहिँ यो यसपालि 2026 को वर्ल्ड कप चाहिँ कसले जित्छ जस्तो लाग्छ त भन्छ तिमीलाई ए मामा म त नर्वेको ढल्यानको फ्यान हो नि त नर्वेको ढल्यानको फ्यान हो नि त मामालाई थाहा छैन त्यति पनि त्यो ढल्यान छ क्या मामा त्यसकै फ्यान हो क्या म हो र भन्छ त्यो लायन मसीले जित्छ कि त्यो ढलान जित्दो रहेछ नि तिम्रो म बाजे हानौँ है त त्यो लायन मसीले जित्छ कि त्यो ढलान जित्दो रहेछ नि तिम्रो म बाजे हानौँ है त हुन्छ मामा ल कति बाजी हान्ने त मामा एक लाख हानमी के हो मामा बाजी कि कसो मामा एक लाख हानौँ त भन्छ ल हानौँ ल हानौँ त 1 लाख लो ल मामा ल भाइ मामा भोलि त दिनुपर्छ है मामा फेरि हारेको मैले जित्यो भने ल मामा ल भन्छ ल ल ल जाऊँ अहिले चाहिँ घुम्न जाऊँ आएर वर्ल्ड कप पनि हेर्नुपर्छ है त ल ओके मामा ओके जसले जित्छ त्यसले ल